ल है साथीभाइ तपाईँहरूलाई एउटा चिज देखाउनु गइरहेको छु। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अस्ति भर्खर मैले बडारको रुख दाउरा काटेको थिएँ है। दाउरा काटेको त्यसमा चाहिँ मैले एउटा त्यो दाउरा चिर्दा चाहिँ एउटा ठुलो कप्टेरो क्या निस्क्यो क्या। त्यो कप्टेरो चाहिँ मलाई के बनाऊँ भन्ने इच्छा लागिरहेको थियो कि मौरीको डुड है बनाउँदैछु है। त्यो कप्टेरो त्यो बडार रुखको कप्टेरोको चाहिँ निस्केको थियो, त्यसको चाहिँ म डुड बनाउँदैछु। अब साथीभाइ चैत अब जानु आँट्यो, वैशाख र जेठ भित्रमा चाहिँ मौरी आउँछ है घरमा डुड खोज्दै। हेर साथीभाइ त्यसैको लागि चाहिँ म डुड बनाउँदैछु आज। अनि गाउँघरमा बसेपछि यसो मौरी पालन पनि गरौँ भनेको यसपालि एउटा डुड लगाएर ट्राई गर्नेछु, बनाउनेछु है। बनाएर चाहिँ उपर राख्नेछु उपर हो। अब अहिले चाहिँ यहाँ कप्टेरो अस्ति बडारको प्रायः चाहिँ मौरी के को हुन्छ डुड भनिदिइहाल्छु है। कुत्मेरो, गोएलो, खमारी, बडार यो चारवटा रुखको चाहिँ हुन्छ। सिरिसको पनि हुन्छ है। सौखाको त हुन्छ त सौखा चाम्रो हुन्छ है। र यो चाहिँ बडारको रुख है। अस्ति दाउरा चिर्दा यो कप्टेरो निस्क्यो यहाँ कि, त्यसो सम्झेर चाहिँ मौरी डुड बनाइदिनु भनेर यहाँ पनि आज राखिरहेको छु। त्यस्तै कप्टेरो बिचको चाहिँ दाउरा निस्क्यो नि त है। र साथै यो डुड बनाउँदैछु ल। अब बनाइसकेर चाहिँ उपर राख्ने है, उपर राख्ने। र साथीभाइ खोपियो, चटाक्कै खोपी है। अब चाहिँ यो हुनु चाहिँ कति महिनाको बस्छ अरे आमा मौरी? यो 2 महिनाको मौरी पनि बस्छ अरे। कति महिनाकोसम्म मौरी हुन्छ? 4 महिना 6 महिनासम्मको मौरी हुन्छ अरे। हुल मौरी कुल कि यहाँ चाहिँ मेरो डुड चाहिँ सानो भयो नि त है। मेरोमा 2 महिना मात्रै बस्छ। एक महिना 2 महिना मात्रै बस्छ अरे मौरी मेरो त आमाले भनेको। होइन ठिकै छ, बेच्ने होइन खानु त हो नि। भइगयो त साथीभाइ खोपेर। अब यसको माथि पिस हाल्छु हो ठुलो। अब यति अन्त सानोमा पनि बस्छ है मौरीको डुड। यो सानोमा पनि बसाइदिएको मैले। इत्रो मात्रै बस्छ नि, हामीलाई बेसी चाहिएन नि। 2 महिनामा अट्छ है। 4 महिनामा अट्छ नि, 4 महिनामा बस्छ नि। मन पर्नेले मन पराइहाल्छ। अन्त यहाँ मैले भन्दैछ 4 महिना 3 महिना 4 महिना 5 महिना भनेको चाहिँ ठुल्ठुलो हुल भनेको रहेछ नि त। सानो हुल त 2 महिना 3 महिना हुन्छ अरे नि त। राणा छुट्टिन्छ है। ल साथीभाइ यो खोपिसक्यो। अब यसलाई म जोड्छु र कटिङ गर्छु। अनि त्यसको ब्याक यो ढकनी बनाउँछु, त्यहाँदेखि पर लानेछु है। ल साथीभाइ विशेष गरी यही हो गाउँ बस्तीमा बसेपछि कामहरू क्या। म त यस्तै देखाउँछु है, यस्तै भिडियोहरू मेरो त यस्तै हुन्छ गाउँले जीवन है। ल त साथीभाइ हेरिदिनुहोस्। र यो खोपी डुड रेडी गरेँ। यसको बिर्को बनाउनु छ। अब चाहिँ म त्यहाँ खनेर चाहिँ अब यहाँ सानो बाकल ठोक्नु पर्ने छ हौ। ल साथीभाइ अब मौरी राख्ने जग्गा खनिसकेँ। अब यो काठ ठोक्नु छ गएर। ल यहाँ चाहिँ अब मजाको देख्छ नि त यहाँ एकदमै घर छेउ मौरी डुड देख्दा चाहिँ एकदम मजाको सुहाउँछ क्या। ल यो ठोक्दैछु यहाँ कि। अब यहाँ ठोकाइ हुँदैन। अब यो रेडी भयो। अब यहाँ डुड राखिन्छ साथीभाइ। अन्त कति मजाको देखिन्छ यहाँबाट राख्दा क्या। अब यसको बिर्को पनि यहाँ गोबारले ल्याउनुपर्छ। त्यही हेर त ढाक ताल बनाइसकेँ। यस्तो अब यो चाहिँ चिपचाप सबै गोबार ल्याउनुपर्छ। ल साथीभाइ लाँदैछु। मौरीले डुडले जाँदैछु। रहर गरेर पर्छ नि। रहर गरेपछि मौरी त आउँछ नि। आमा हेर्नुहोस् साथीभाइ हो बस्यो। अब यसलाई गोबरले लिप्छु। सानो छ केही छैन, सानो हो नि आउनुसम्म आइहाल्छ क्या, बसिहाल्छ। र यसो गाउँघरमा बसेपछि मौरीको डुडहरू देख्दा घरहरू गाउँहरू देख्दा कति रमाइलो देख्छ होइन साथीभाइ। यो चाहिँ मैले गोबरले लिपिसकेको छु हो। हेर्नुहोस् हो यो गोबरले लिपिसकेको छु। अब अझै लिप्नुपर्छ। यो 2-4 खेप लिपेर त्यहाँदेखि तपाईँको भित्र चाहिँ लिपेर यसको बिर्को पनि बनाइसकेको छ। हेर्नुहोस् न यहाँ राखेको छु नि त मैले हो।
यसको बिरुवा आइसक्यो है यहाँ ए हो यसरी राख्नु छ कता ए ठक्कै भयो हो यो गोबरले लिप्नुपर्छ अझै 2-4 खेप लिपेर चाहिँ 2-4 खेप लिपेर चाहिँ त्यहाँदेखि पछाडि 2-4 खेप लिप्नुपर्छ लिपेर सुक्छ मजाले चिल्लो हुन्छ त्यहाँबाट चाहिँ भित्र चिनी हल्का लगाएर चाहिँ यहाँ ड्याममै हालिदिनुपर्छ अहिले चाहिँ टेम्परी राखिराख्छु है कला आउनु पनि सक्छ अहिले चाहिँ हल्का गोबर लगाएर चाहिँ अलिक दिन यो अझै सेट गर्नुपर्छ तपाईँको यो अहिले चाहिँ यतिकै राखेको छ हो अहिले चाहिँ यो साथीभाइ भयो यो अहिले सेट पनि गरिसकेँ फिट पनि गरिसकेँ भयो साथीभाइ यो मौरी हेर्नुहोस् त लु सुरु गरिदिएको आज यो मेरो यो घरको भित्तामा छ एकदमै ढुङ्गै छ हो हेर्नुहोस् नि अन्त है कति मजाले देख्छ होइन अहिले घामले गर्दा होइन सुहाएन गाउँघरमा बस्तीमा यसरी मौरीको डुलहरू छैन भने त गाउँघर जस्तो लाग्दैन नि साथीभाइ हो दुलो हेर्नुहोस् यसलाई अझै मजाको बनाउँछ दुलो हो ल त साथीभाइ तपाईँहरूले पनि गर्नुहोस् है समय आयो अब मौरीको सिजन आयो है यसरी बनाएर राख्नु भएछ भने किन्नु परेन अहिले चाहिँ सिजन हो साथीभाइ सिजन हो किनभने अब मौरी चाहिँ घरमा डुल खोज्दै आउँछ है सिजन हो यो कुरो चाहिँ ध्यान गरिदिनुहोस् है ल तपाईँहरूले पनि गर्नुहोस् के कसो आजको भिडियो सायद यो पछि आएपछि फेरि तपाईँहरूलाई म देखाउँछु मौरी हालेपछि फेरि देखाउँछु तपाईँहरूलाई ल र के कसो लाग्यो आजको भिडियो र यति भन्दा यो भिडियोलाई म यहीँ अन्त गर्छु तपाईँहरूले पनि गर्नुहोस् है यो काम चाहिँ छोड्नु हुँदैन गाउँघर पछि यस्तो कामहरू पनि गर्नुपर्छ साथीभाइ ल त यति भन्दै यहाँदेखि म बिदा हुन्छु सबैलाई बाई बाई